हेलो साथीहरु नमस्ते हजुरहरुलाई सबैजना ठिकै हुनुहुन्छ होला म पनि ठिकै छु र आज म चाहिँ यहाँनिर सानो कामले आएको थियो मेरो साथीको चाहिँ आमा भनौं न को चाहिँ आज काम थियो नि त त्यो भएर आज त्यहाँबाट चाहिँ म फर्किँदै छु साथीहरु हेर्दै गर्नुहोस् है मेरो यो सानो भ्लग र यहाँ चाहिँ हाम्रो मेरो साथीहरु भन्छ फुपू नानाहरु हो र अब आगो र त्यहाँनिर चाहिँ अब मेरो घरको चाहिँ बनाउन सकिन हो त्यही भएर अब हामी फर्केको चाहिँ बनाएको नि र अब घरमा गएर चाहिँ मेरो फेरि सानो काम छ हजुरहरुलाई देखाउने छु मेरो के काम छ भनेर र हामी चाहिँ फर्केकै साथीहरु अब यो ए के भएको के राम्रो फुलेछ हौ जंगली फुलले पनि लु हो त हो नि यहाँ त पुगे भएछ जुबेरी यहाँ गुपचुपमा बात गर्नुपर्छ नि कानमा हो त यो त भइहाल्छ नि मरमबाट आउनु भएको रे हाम्रो काकीहरु फुपूहरु हामी चाहिँ जाँदैछौँ है साथीहरु हेर्नुस् है सबैजना चाहिँ गाडीमा जाउँ भन्दै थिए हैन तर मैले चाहिँ हैन हिँडेरै जाउँ न भनेर चाहिँ हिँडेर लगेको बिचारा फुपूहरुले पनि साथीहरु यो चाहिँ हाम्रो मिरिकको ग्राउन्ड हो आले ग्राउन्ड यहाँ माथि चाहिँ एसएसबी क्याम्पहरु छ हो हेर्नुस् हाम्रो यता मिरिकमा त यस्तो धुम्ब लागिरहेको छ कि अब के भन्नु घाम पनि छैन केही छैन यस्तो भइरहेको छ हामी चाहिँ यहाँनिर आले ग्राउन्ड आइपुगिसक्यौं कस्तो घामै लाग्दैन आमामा फगी हेर यस्तो बिखमा यहाँ माथि चाहिँ एसएसबी क्याम्पहरु छ हो यहाँ ग्राउन्डमा चाहिँ हाम्रो 15 अगस्टहरु मनाउँछ यहाँनिर चाहिँ अब हामी चाहिँ यहाँ माथि इको ट्रेलमा पार्कमा आइपुग्न आँटिसक्यौं साथीहरु हामी चाहिँ यहाँनिर के भन्छ आइपुग्यौं है यहाँनिर इको ट्रेलमा हिँडेर आइपुग्यौं हामी अब यहाँनिर एकछिन बस्छु अन्त फेरि घर जान्छु अब त एक्लै यहाँबाट त यहाँ चाहिँ दोकानहरु यहाँ चाहिँ साउनी बसिरहेको रहेछ पुरै हैन तपाई कति बजे आउनु भयो भन्नु न फेरि अन्त हिँडेर आयो अनि हिँडेर नि थालेर किन नमुन्नु त ल हिँडेर हामी हजुर आयो भने टिकट आयो भने आयो गराइदिन्छु सर हजुर हुन्छ ल यो चाहिँ हाम्रो भाउजूहरुको दोकान के गर्नु भएको सुप भने यो तल गएन यसलाई मैले कहाँ भेटेको थिएँ हेर्नुहोस् साथीहरु इको ट्रेल यहाँनिर अस्तिको भिडियोमा पनि एकपल्ट मैले देखाएको थिएँ हजुरहरुलाई र आज पनि फेरि पनि तपाईहरुलाई देखाइदिएको नि अयो साथीहरु हत्तु भइसके हिँडेर अब यहाँबाट फेरि कृष्णनगर हिँडेर जानुपर्छ आज मैले आँखामा हेर्नु साथीहरु फर्स्ट टाइम लगाएको यो तल्किने है यहाँ मेरो भदै कत्रो भयो यो पनि के चाहिँ पाक्यो यहाँ चाहिँ आलु मिमी पकाउँदै रहेछ तुरे अरे साथीहरु मोमो त बनाएन कि क्या हो यिनीहरुले रोटी मात्रै बाँचेछ सबै तुरे अरे यो घिचो आएको छ नि अब चाहिँ साथीहरु हामी इको ट्रेलबाट पनि निस्किसक्यौं हो र हामी चाहिँ अब जाँदैछौँ घर हैन पहिला चाहिँ यहाँ हेल्थ सेन्टरमा हस्पिटलमा चाहिँ निस्क्यौं भनेर त्यहाँनिर दादा अलिक बिसन्चो हुनुहुन्छ अरे नि त अन्त त्यहाँनिर दादालाई यसो हेरेर चाहिँ अब घर जाने हेर्दै गर्नुहोस् ल तपाईहरुले साथीहरु हामी चाहिँ यहाँनिर आइपुग्यौं हो यहाँ हाम्रो हस्पिटलमा मिरिक हस्पिटल अब यहाँ भित्र हामी जाने छु ए सोधौं त भन्दै थिए कि यहाँ आएर चाहिँ मौका पाएको सोध्नु ल हाम्रो बिमारी चाहिँ यस्तो हुनुहुँदो रहेछ अलिक राम्रो भएछ आज चाहिँ लिभर जन्डिस भयो रे हो
दादालाई चाहिँ र अहिले चाहिँ अलिक ठिक हुनुभएछ अब उसिनेको खाँदै बस्नु भनेको साथीहरू यो चाहिँ हाम्रो मिरिक लेक हो है हेर्नुहोस् त ब्युटिफुल लेक तर ब्युटिफुल भन्छु तर मैला भएर केही छैन यहाँ चाहिँ पहिला पहिला न साह्रै माछा हुन्थ्यो अहिले त छैन हेर्नुहोस् त साथीहरू एकदम कम्ती माछा हुन्छ अहिले चाहिँ यहाँनिर मैला भएर बेसी त अब साथीहरू म चाहिँ घर आइपुगिसकेँ हो लुगाहरू पनि चेन्ज भइसक्यो र अब चाहिँ हामी चाहिँ म चाहिँ के काम गर्छु भनिरहेको थिएँ नि हजुरहरूलाई अब चाहिँ हामी यो ट्याङ्क सफा गर्ने होइन माछाको अन्त यो चाहिँ यो अहिले यो टेबल छ यो चेन्ज गर्ने किनकि यो चाहिँ अब भत्किसक्यो नि त अन्त त्यही भएर चाहिँ चेन्ज गर्ने हो अन्त अर्कै टेबलमा राख्ने यसमा राख्ने अब चाहिँ यो अस्ति मिस्त्रीलाई बोलाएर बनाउनु लगाएको साथीहरू यो चाहिँ अब यसमाथि चाहिँ हामी सिफ्ट गर्ने भनौँ न सिफ्ट गर्छु हेर्दै जानुहोस् होला अन्जुम नानाले चाहिँ स्टार्ट गरिसक्नु भयो क्या है त हेर्नुहोस् अन्जुम नाना आमा यसलाई खिच्दाखेरि चाहिँ किन यस्तो ब्लड राख्नु अन्जुम नानाले चाहिँ स्टार्ट गरिसक्नु भयो हो पानी चाहिँ तात्तेछ एकदम तातो पो भएछ हौ पानी त अब त अलिक हल्का मनतातो हाल्नुपर्छ होला हिटरले गर्दाखेरि चाहिँ तात्तेछ पानी पनि अलिक र यो चाहिँ खास टेबल होइन यो चाहिँ के भन्छ यसलाई सोकेसहरू जस्तो हो कि यो चाहिँ अलिक पुरानो भएर बाहिर निकालेको थियो नि त अन्त अहिले चाहिँ अलिक पुरा उयो भइसकेछ त्यही भएर डेलिकेट भइसकेछ अन्त चाहिँ चेन्ज गर्नु भनेर नि हामीले नयाँ बनाएको नि टेबल फिस राख्ने टेबल फिस ट्याङ्क राख्ने एक्वेरियम राख्ने टेबलहरू यो चाहिँ यो ग्रास चाहिँ यो जुन छ नि म्याट चाहिँ यो चाहिँ बाबाले अनलाइन मगाउनु भएको यो राख्यो भने चाहिँ यसको त्यो ट्याङ्कको त्यो ग्लासबाट चाहिँ एकदम राम्रो हरियो देख्छ अरे नि त त्यही भएर चाहिँ यो बिछाएको यसमा चाहिँ यो बिछाउँदा चाहिँ एकदम राम्रो देख्छ अरे भनेर चाहिँ रिफ्लेक्सन चाहिँ राम्रो हुन्छ अरे क्या ग्लासमा पानीमा अन्त चाहिँ यो बिछाएको छौँ र साथीहरू हेर्दै जानुहोस् है यहाँ चाहिँ हेर्नुहोस् त हाम्रो बहिनीको आमामा खेल्नेहरू बहिनीको उयो टेन्ट हाउस साथीहरू हेर्नुहोस् है यहाँनिर म त सफा गर्नुतिर लागेँ हो र यसलाई चाहिँ अब आज चाहिँ त्यस्तो उयो मेहनत लगाएर चाहिँ धुँदिनँ किनकि त्यसै पनि हुँदैन अरे नि त यसमा त्यो अलिअलि के उयोहरू बसेको चाहिँ राम्रो भन्छ नि त माछाको लागि भन्दै रहेछ त्यही भएर चाहिँ हल्का हल्का धुनु अस्तिको भिडियोमा त पुरै धुएको थिएँ मैले आज चाहिँ अलिअलि मात्रै धुँदैछ नि यो त हुँदैन यस्तो पानी फ्याँक्ने भइहाल्छ यसको त हुन्छ अब त यो ढुङ्गा पर्दैन होला हौ त्यहाँनिर त किनकि त्यो म्याट छ नि त ग्रिन कलरको ढुङ्गा फेरि ढुङ्गा छैन भने पनि माछाहरू हुन्छ यो ढुङ्गाले त अन्त सबै त्यो म्याट त उयो गरिहाल्छ होला नि त छोपिहाल्छ होला नि यो त्यसको ग्रिन कलरको त्यो उयो रिफ्लेक्सन आउनै सक्दैन होला ढुङ्गाले गर्दा सफा गरिसक्यो यही साथीहरू साथीहरू यस्तो हो यो हात हातै चेप्यो यो चाहिँ खास चाहिँ टेबल होइन नि त साथीहरू यो चाहिँ यस्तो सोकेस थियो खास कि यो चाहिँ अलिक पुरानो भएर चाहिँ यसलाई बाहिर निकालिदिएको थियौँ अन्त बाहिर निकालेर चाहिँ यसै माथि चाहिँ हामीले एक्वेरियम फिस एक्वेरियम राखेको थियौँ नि त अन्त अहिले चाहिँ झन् पुरानो भएर चाहिँ यसलाई अब चेन्ज गर्ने भनेर यहाँ भित्रतिर यसले बुक्सहरू पनि राखेको थियो आफ्नो गरौँ झन्डै चेप्यो झन्डै होइन चेप्यो हातहरू पनि मेरो त ठिकै छ है मेरो खुट्टा नातिदेऊ यसो हल्का गरम पानी हालेर सिधै चिसो हालेको छ ठन्डा भएर साथीहरू मिरिकमा त यता हेर्दै त मलाई
मिल्कमा चाहिँ बेसी ठन्डा भएर चाहिँ पानी चाहिँ अलिअलि गरम पानी चाहिँ हाल्नै पर्छ ट्याङ्कमा। हिटरले पनि भ्याउँदैन। यसरी हाल्नुपर्छ। ढुङ्गा हाल्यो भने चाहिँ त्यो माछाहरूले जुन चाहिँ उयो गर्यो मैला गरेको हुन्छ त्यो चाहिँ यस्तो चेपचाप्नु पर्छ नि त हो। अन्त पानी अलिक सफा देखिरहन्छ। साथीहरू अगाडिबाट यहाँ हिटर लगाइदिउँ। पानी स्पेस चल्नु पऱ्यो। साथीहरू यो चाहिँ एकदम फाइनल लुक हो है हाम्रो सानोबडे राम्रो एकदम ब्युटिफुल एक्वेरियमको फिस ट्याङ्कको चाहिँ फाइनल लुक हो। साथीहरू हेर्नुहोस् होला, फिसहरूलाई पनि हालिसकेको छु, खै चिसो भएर सेल्टिने हो। हेर्नुहोस् होला यी हो सानोबडे हाम्रो यो फिस ट्याङ्क। माछा त कति थियो साथीहरू, सबै कोही चाहिँ नबाच्दो रहेछ क्या। बाँच्ने भनेको चाहिँ योहरू चाहिँ ज्यादै नै राम्रो बाँच्दो रहेछ। त्यति मोरी चाहिँ हाल्दैन रहेछ यिनीहरू चाहिँ। प्रायः जस्तो फिसहरू चाहिँ मर्दो रहेछ हौ। यो बाँचेको भनेको मेरो यो अरेन्ज कलर, येल्लो कलर, ग्रिन कलर थियो एउटा, त्यो त मर्यो बिचरा। अहिले यो सेतो चाहिँ साथीहरू, यो सेतो चाहिँ भुइँमा लाग्दै पछाडि कि बिचरा मर्छ होला जस्तो पनि लाग्दैछ। सायद ठिकै छ होला हौ। ओके साथीहरू, मेरो यो सानो भिडियो चाहिँ होइन भ्लग चाहिँ यहीँनिर एन्ड गर्न चाहन्छु। र हजुरहरूले प्लिज मेरो भ्लगलाई सपोर्ट गरिदिनुहोस्। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गर्नु नभुल्नुहोस् साथीहरू प्लिज। अनि बाई बाई। फेरि पनि यसरी नै भ्लग लिएर आउँछु र तपाईँहरूले हेरिदिनुहोस् है। बाई बाई। सी यू इन नेक्स्ट भ्लग फ्रेन्ड्स।